प्रदेशको प्रमुख व्यापारिक केन्द्र बुटोल। यही बुटोलको मुटु नजिक तिनाउ पुलको पश्चिमतर्फ र ऐतिहासिक जितगढी किल्लाको छेउमै अवस्थित छ बुटोल अटो इन्जिनियरिङ एसोसिएसन मैनाबगर अर्थात् अटो भिलेज क्षेत्र। यो क्षेत्र आज अटो व्यवसायको केन्द्र बनेको छ, तर यसको यात्रा भने सजिलो थिएन। मैनाबगर क्षेत्र बुटोलको सवारी निर्माण, मर्मत तथा बिक्रीका लागि चिनिन थालेको स्थान हो। दर्जनौं ग्यारेज, स्पेयर पार्ट्स पसल र अटो व्यवसाय यहाँ केन्द्रित छन्, तर सडककै दुरावस्थाले सम्भावनायुक्त क्षेत्र पछाडि पर्दै गएको थियो। यो हामीले चाहिँ विगत लामो समयदेखि नै पूर्वाधार विकासको सवालमा अलिकति चाहिँ नभएको अवस्था थियो। हामी वर्तमान कार्य समिति आइसकेपछि पूर्वाधार विकासका कामहरू सम्पन्न गरेका छौँ र केही बाँकी छ, त्यो पनि सम्पन्न हुने चरणमै रहेको चाहिँ छ। हामी चाहिँ चाँडै नै लगभग हामी यो वर्तमान कार्य समितिको कार्यकालमै हामी सम्पन्न गर्नेछौँ भन्ने चाहिँ आशा गर्दछौँ। हामीलाई चाहिँ सङ्घ, प्रदेश, स्थानीय तह सबैतिरबाट सद्भाव र सहयोग रहेको छ। यसले चाहिँ अटो व्यवसायहरूलाई प्रति राज्यको दृष्टिकोण चाहिँ सकारात्मक रहेको हामीले पाएका छौँ। अटो भिलेजभित्रबाट हामीले सार्वजनिक सवारी साधनहरू, यातायातका सवारी साधनहरूमा सुविधा सम्पन्न एसी बसहरू निर्माण गरेर पनि पठाइरहेका छौँ र भविष्यमा पनि अझ उत्कृष्ट सवारी साधनहरू निर्माण गरेर पठाउने हाम्रो प्रयास छ। ग्राहकको माग अनुसार हामीले त्यो जुन काम गरेका छौँ त्यसलाई चाहिँ त्यो अझै के पनि स्पष्ट पारेको छ भने हामी सवारी साधन निर्माणमा उत्कृष्ट नै रहेको देखिएको छ। अहिले देशभरिबाट चाहिँ यहाँ चाहिँ बस, ट्रकका बोडीहरू बनाउनको लागि, इन्जिन मर्मत गर्नको लागि आउने गर्नुभएको छ। वर्षायाममा हिलो, हिउँदमा धुलो मैनाबगर अटो भिलेजको पहिचान जस्तै बनेको थियो। सडकमा पानी जम्थ्यो, गाडी चलाउनै मुस्किल हुन्थ्यो। अहिले जुन हामी आउँदाखेरि जुन धुलम्बे अवस्थामा हिलो र खाल्टाखुल्टीको अवस्था थियो, त्यो अवस्था अहिले छैन। जो सङ्घीय सरकार, जुन माथिका सरकारका बजेटदेखि लिएर हरेक कुरा माथि लट्टै गरेर हेर्नु आएको छ र एकैचोटि 3000 घनमिटर बराबरको मैनाबगरमा पुरै बाटोहरू एकैचोटि ढलाइ हुने र कोही बाटो पिछुनी हुँदैछन् र यो धुलोबाट हामी बच्ने सम्भावना धेरै देखेका छौँ र त्यो नाली सहितका अहिले बाटोहरू पुरै ढलाइ हुँदैछन्। कुनै पनि बाटोहरू तपाईँको खाली रहने छैन। लाइटहरू, जुन लाइटका सिस्टमहरू छन्, अँध्यारोमा रातभरिसम्म हामी काम गर्न सक्छौँ। जो यो दिउँसो जस्तै हुन्छ, तपाईँको राति पनि यहाँ दिउँसो जस्तै हुन्छ। अहिले 3-4वटा लाइटहरू छ अनि खानेपानीका सुविधाहरू पनि त्यस्तै गरी तपाईँको खानेपानीको राम्रो सुविधा पनि अहिले सम्पूर्ण भएको छ। त्यो त हो, त्यो समस्या थियो। त्यो समस्या अहिले बिस्तारै हराएको छ। ठिक छ, अहिले नै नेपालमा रिपेयरिङ हो भनेको बुटोल पाल्पा चलाउनु गाडी चलाएको 8 वर्ष भयो, 8 वर्ष भयो। पहिला एकदम धुलो हुने, हिलो हुने धेरै गाह्रो थियो। अहिले चाहिँ अलिक राम्रो भएको छ, सुधार भएको छ। पहिला त साह्रै ढिलो मैलो थियो, अहिले केही सुधारमा राम्रो सुधार भइरहेको छ। हल्का त हामीलाई अहिले गाडी बनाउनुलाई दिक्कत भइरहेको बाटाले गर्दाखेरि, तर विकासको काम भइरहेको होइन। अहिले त सफाइ गाउँ छ राम्रो। पहिला ढिलो धेरै थियो, पछि बाटो जस्तो थियो, होइन। अहिले सुधारले गर्दाखेरि धेरै राम्रो छ। व्यवसायी मात्र होइन, यहाँ आउने सेवाग्राही र स्थानीय बासिन्दा सबै प्रभावित थिए। यो क्षेत्र केवल अटो भिलेज मात्र होइन, तिनाउ पुल नजिक ऐतिहासिक जितगढी किल्लाको छेउमै रहेकोले यसको भौगोलिक र सांस्कृतिक महत्त्व पनि उत्तिकै रहेको छ। भौतिक पूर्वाधार विकास अन्तर्गत मैनाबगर अटो भिलेजमा ढलान सडक निर्माण सुरु भयो। ढल व्यवस्थापन, सडक सम्माउनेदेखि मजबुत ढलानसम्मको काम चरणबद्ध रूपमा सम्पन्न गरियो। खानेपानी पहुँचलाई ओभरहेड ट्याङ्की निर्माण गरिनुको साथै
अँध्यारो छल्न हाइमास्ट लाइट जडान गरिएको छ। हामी यो नयाँ कार्य समिति आइसकेपछि विगतमा भन्दा व्यवसाय प्रवर्धनको लागि र नयाँ काम गर्नुपर्छ भन्ने हिसाबले अहिले पुतुल नगरपालिकासित सहकार्य गरेर उज्यालो नेपालसँग जोडिने हिसाबले हामीले पुतुल महिनाभरमा 4वटा हाइम्याक्सहरू जडान गरेका छौँ, जसको कारणले रातिमा चोरी हुने सम्भावना कम भएको छ र व्यवसायलाई रातिसम्म काम गर्नलाई सहज पनि भएको छ। त्यसै क्रममा महिनाभरमा विगतदेखि खानेपानीको लागि अलिकति असुविधा भएको थियो। हामी 2वटा बोरिङबाट खानेपानी सञ्चालन गरेका थियौँ भने सहरी विकास अन्तर्गत 7 करोड चान्चुनको प्रोजेक्टबाट हामीले अहिले खानेपानी ओभरहेड टङ्की सञ्चालन गरी सम्पूर्ण व्यवसायहरूलाई शुद्ध खानेपानीहरू सञ्चालनमा ल्याएका छौँ र व्यवसायलाई अझै कसरी सहज र सरल तरिकाले अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले पुतुल अटो इन्जिनियरिङ एसोसिएसनले विगतमा जस्तै जनचेतना कार्यक्रमहरू पनि सञ्चालनमा ल्याएको छ। आज मैना बगर अटो भिलेजको तस्बिर बदलिएको छ। जहाँ हिलो थियो त्यहाँ ढलान छ, जहाँ धुलो उड्थ्यो त्यहाँ व्यवस्थित सडक देखिन्छ। साँझमै अँध्यारो हुने यो क्षेत्र अहिले रातिमा पनि गजबको उज्यालोमय देखिन्छ। भौतिक संरचना निर्माणपछि व्यवसायिक गतिविधि बढेको देखिन्छ। ग्राहकको भरोसा बढेको छ, रोजगारीको अवसर सिर्जना भएको छ। यो केवल सडक होइन, स्थानीय अर्थतन्त्रको मेरुदण्ड बनेको छ। मैना बगर अटो भिलेज क्षेत्रमा विगत लामो समयदेखि हुन नसकेका विकास निर्माणका कामहरू आर्थिक वर्ष 2081-82मा विनियोजन भएको बजेटबाट करिब 2000 मिटर सडक ढलान र 1200 मिटर नाली निर्माणको काम भएको छ। साथै नेपाल अटो मेकानिक व्यवसाय महासङ्घको केन्द्रीय भवन र श्री विश्वकर्मा बाबा प्रशिक्षण भवनको स्तरोन्नति भएको छ। यस कामका लागि 6 करोड 31 लाख बजेट आएको थियो, त्यसैबाट काम भएको छ र यस काम गर्नको लागि बजेट व्यवस्थापन गरिदिनु भएकोमा नेपाल सरकारका पूर्व अर्थमन्त्री आदरणीय श्री विष्णुप्रसाद पौडेलज्यू र बुटोल उपमहानगरपालिकाका मेयर आदरणीय दाजु श्री खेलराज पाण्डेज्यूलाई हार्दिक धन्यवाद टक्राउन चाहन्छौँ। बुटोल मैना बगर अटो भिलेजको यो यात्रा हिलोदेखि ढलानसम्मको मात्र होइन, यो योजनाबद्ध विकास, सहकार्य र सम्भावनाको कथा हो। बुटोल अटो इन्जिनियरिङ एसोसिएसन मैना बगरमा अहिलेको नवनिर्वाचित कार्य समितिले विकास निर्माण तथा व्यावसायिक समृद्धिका लागि विभिन्न कामहरू गरिरहेको छ। कार्य समिति, पदाधिकारी, लेखा समिति तथा सल्लाहकारहरूको सहयोगले संस्थागत विकास अझै बलियो भएको छ। संस्थाका पूर्व अध्यक्षहरूले देखाएको विकासको बाटोमा पछ्याइरहेको देखिन्छ, जसलाई कार्यालयको कर्मचारीहरूको राम्रो साथ रहेको छ। यहाँबाट व्यवसायका सम्पूर्ण कार्यहरू हुने गरेका छन्।